सम्पूर्ण बाजुरा जिल्लावासी आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरू साथै छिमेकी जिल्ला हुम्लाका आदरणीय आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरू रानी सैन रानी खर्कको विषयमा साझा चेतना र जिम्मेवारीको सन्देश दिन चाहन्छु। यो सन्देशलाई नेपाल सरकार समक्ष पुर्याइदिनु हुनेछ भन्ने पूर्ण आशा लिएको छु। सुदूरपश्चिम प्रदेशको बाजुरा जिल्ला अन्तर्गत पर्ने हिमाली गाउँपालिका वडा नम्बर 3 को रानी सैन रानी खर्क क्षेत्र भौगोलिक रूपमा विकट भए पनि प्राकृतिक सम्पदा, जडीबुटी, वन्यजन्तु तथा पर्यटकीय सम्भावनाले भरिएको अमूल्य भूमि हो। यो क्षेत्र हुम्ला जिल्लाको सिमानासँग जोडिएको हुँदा बाजुरा र हुम्ला बीच प्रापूर्व कालदेखि रोटी बेटी दुःख सुख र आपसी सहयोगको सम्बन्ध रहँदै आएको थियो। विकासको पहुँच नपुगेका कारण लामो समयसम्म यहाँका स्थानीय जनता राज्यको उपस्थिति र अवसरबाट वञ्चित भए यही कमजोरीको फाइदा उठाउँदै केही व्यक्तिहरूले चोरी तस्करी र अवैध पैठारीलाई आफ्नो स्वार्थको माध्यम बनाउँदै आए। तर अहिले राज्यले बाजुरा रोड विस्तार, सुरक्षा व्यवस्थापन तथा प्रहरी चौकी स्थापना जस्ता योजना मार्फत यस क्षेत्रलाई विकास र कानुनी संरचनासँग जोड्ने प्रयास गरिरहेको छ। प्रहरी चौकी निर्माणका लागि बजेट छुट्टिएको, योजना सञ्चालनमा आएको र स्थानीय प्रतिनिधि तथा मजदुरहरू खटिएको अवस्था सकारात्मक सङ्केत हो। तर दुर्भाग्य केही स्वार्थ समूहले आफ्नो अवैध गतिविधि रोक्ने डरले विकास निर्माणमा संलग्न व्यक्तिमाथि धाक धम्की, कुटपिट र अवरोध सिर्जना गरेको खबरले सम्पूर्ण सचेत नेपालीलाई दुखी बनाएको छ। विकास रोक्ने, शर्मिक कुट्ने र आपसी द्वन्द्व फैलाउने कार्य कुनै पनि दृष्टिकोणले उचित मान्न सकिँदैन। हामी सबैले बुझ्नुपर्छ, नेपालको भूमि नेपालकै साझा सम्पत्ति हो। रानी सैन बाजुराको भूभाग भए पनि त्यसको प्राकृतिक, आर्थिक र सामाजिक लाभ हुम्लाका दाजुभाइहरूले पनि लिन सक्छन्। विकास भयो भने व्यापार बढ्छ, रोजगारी बढ्छ, पर्यटक आउँछन्, सडक खुल्छ, शिक्षा र स्वास्थ्य पुग्छ। त्यसको फाइदा सिमाना जोडिएका सबै जिल्लाले पाउँछन्। यदि कसैले आफ्नो शक्ति देखाउन चाहन्छ भने यो आफ्नो नेपाली माथि होइन, नेपालको भूमि मिच्ने बाह्य हस्तक्षेप र राष्ट्रिय समस्या विरुद्ध देखाउनु पर्छ। बाजुरा र हुम्ला बीच वैमनस्य सिर्जना गर्नु भनेको आफ्नो इतिहास, सम्बन्ध र भाइचारामाथि प्रहार गर्नु हो। केही आपराधिक मानसिकता भएका व्यक्तिहरूको पछि लागेर समग्र हुम्ली आमा बुवा दाजुभाइ, हुम्ली समुदायको बदनाम हुनु हुँदैन। आज आवश्यक कुरा आक्रोश होइन, चेतना हो। धम्की होइन, संवाद हो। तोडफोड होइन, विकास हो। हुम्ला र बाजुराका सचेत नागरिकहरूले मिलेर अवैध गतिविधि अन्त्य गर्दै विकास, पर्यटन, सुरक्षा र समृद्धिको बाटो रोज्नुपर्छ। रानी सैन रानी खर्क क्षेत्र केवल एउटा सीमावर्ती भूभाग होइन, भविष्यमा सुदूरपश्चिम र कर्णालीलाई जोड्ने सम्भावनाको ढोका पनि हो। नेपाल सरकार, स्थानीय तह, सुरक्षा निकाय तथा दुवै जिल्लाका जनप्रतिनिधिहरूले संवेदनशीलता, संयमता र न्यायपूर्ण ढङ्गले यस विषयलाई समाधान गर्न आवश्यक छ। निर्दोष जनतालाई डराउने, मजदुर कुट्ने र विकास अवरुद्ध गर्ने कार्यमा संलग्न जो कोही भए पनि कानुनी दायरामा ल्याउनुपर्छ। साथै स्थानीय जनताको भावना, आवश्यकता र ऐतिहासिक सम्बन्धलाई सम्मान गर्दै विकासलाई साझा अवसरको रूपमा अगाडि बढाउनु पर्छ भन्ने मलाई लाग्छ। आदरणीय बजुरेली आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरू, आदरणीय छिमेकी जिल्ला हुम्लाका आम आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरू, बुझ्नुपर्छ, अन्त्यमा हामी नेपाली हौँ। हाम्रो भाषा फरक हुन सक्छ, भूगोल टाढा हुन सक्छ, तर राष्ट्रियता एउटै हो। बाजुरा र हुम्लाको सम्बन्ध फुट र द्वन्द्वले होइन,
विश्वास र सहकार्यले अझ बलियो बन्नुपर्छ। भाइचारामा विभाजन होइन, एकता रोजौं, अपराधको पक्षमा होइन, सत्य र समृद्धिको पक्षमा उभियौं भन्न चाहन्छु। त्यसैले आदरणीय मेरा हुम्लाका दाजुभाइ तथा दिदीबहिनीहरू, मेरा बाजुराका आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरू, हामी फुट्ने होइन, हामी जुड्ने हो। तर बीचमा अपराध मौलाउने वातावरण सिर्जना गर्ने अपराधीहरूलाई हामीले छोड्नु हुँदैन भन्न चाहन्छु र यसलाई राज्यले पनि सत्य तथ्य छानबिन गरियोस् भन्न चाहन्छु। हवस् त, धन्यवाद। जय नेपाल, जय देश। क्षितिज पारीबाट म मङ्गल बहादुर साई।